आजको बुलबुले घुमाइमा यतिको रमाइलो हुन्छ भनेर मैले सोचेकै थिइनँ। यो कहानीको सुरुवात हुन्छ भुवन दाइको रुमबाट। आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेपछि भारी बोकेर गुल्टा कुरेटा बोकेर हामी चाहिँ आज बस पार्कतिर लाग्दैछौँ। बस पार्कतिर किन जाँदैछौँ भनेपछि आज गाउँतिरबाट हाम्रो दुईवटा भाइहरू आएको थिए। भाइहरू चाहिँ काठमाडौँ पढ्नलाई जानलाई आएको। उनीहरू चाहिँ भर्खरै एसी दिएर काठमाडौँ पढ्नको लागि चाहिँ जाँदैछन्। आज चाहिँ हामी तिनीहरूलाई छोड्न भनेर जाँदैछौँ। हाम्रो छिटो भयो भने चाहिँ हामी सबैजना बुलबुले घुम्न जाने भन्ने छ। आजको बुलबुले घुमाइरहेको छ हाम्रो चाहिँ। यदि भएन भने चाहिँ हामी दुईवटा भए पनि घुम्न चाहिँ जाने हो। सो हाम्रो यात्रा बस पार्कतर्फ हुँदैछ। बस पार्कबाट अब कहाँ हुन्छ त्यही नै डिसिजन हुनेछ गाइस। हामी रुमबाटको अलिकता हिँडाएपछि हामी जाँदैछौँ एरिचोकतिर किन जाँदैछौँ भने त्यहाँ एउटा भाइको साथी भेट्नु रहेछ अनि हामी त्यहाँ जान्छौँ। तर साथी चाहिँ भेटिँदैन। नभेटिसकेपछि हामी फेरि बस पार्कको लागि अटो चढ्दै हाम्रो जाने प्लान हुन्छ। चोक हिँडाएपछि हामी गाडी बसेर हाम्रो डिसिजन अनुसार भाइहरू चाहिँ अब गाडी ढिलो हुने भएकाले यिनीहरू चाहिँ अब लागिसके। हामी पनि आफ्नो बाटो बुलबुलेतिर लाग्छौँ। दुई दाजुभाइ हामी चाहिँ सुर्खेतको एकदमै पर्यटकीय स्थल बुलबुलेतिर लाग्दैछौँ गाइस। तपाईँहरू हेर्दै गर्नु होला भिडियो। फाइनली हामी बुलबुलेको गेट त्यहाँ आइसकेका छौँ। हामी चाहिँ बुलबुलेको गेटमा पुगेर टिकट काट्छौँ। अनि टिकट काटिसकेपछि यो चाहिँ टिकट हेरिसकेपछि हामी भित्र जानुपर्ने हुन्छ। भित्रको लागि हामी चाहिँ भित्र जान्छौँ र टिकट देखाइसकेपछि हामीलाई भित्र अनुमति दिइन्छ। अनुमति दिइसकेपछि हामी बुलबुलेको हरियाली दृश्य हेर्दै हाम्रो यात्रा भित्र बुलबुलेतर्फ लाग्छ। बुलबुलेको हरियो दृश्य हेर्दै हामी भित्र जाँदै गर्दा बाटोमा क्यामेराम्यान दाइसँग भेट हुन्छ। दाइसँग भेट भइसकेपछि हाम्रो प्लान अब त्यहाँ फोटो राम्रो आयो भनेपछि चाहिँ 100 रुपियाँको 7वटा फोटोको दरले फोटो खिच्ने भन्ने हाम्रो प्लान हुन्छ। प्लान भइसकेपछि हामी त्यही प्लान अनुसार फोटो टेस्ट गर्छौँ। टेस्ट गरिसकेपछि फोटो पनि राम्रो आउँछ अनि हामीले फोटो पनि खिच्छौँ। फोटो खिचिसकेपछि अब फोटो त कस्तो आयो त्यो चाहिँ हेर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ हामी फोटो खिचिसकेपछि हामी फोटो हेर्नको लागि दुई दाजुभाइ हामी चाहिँ एउटा शीतल छारीमा गएर हाम्रो फोटो कस्तो आयो हामी चाहिँ हेर्नेछौँ। शीतल ठाउँमा आएर हामी चाहिँ फोटो चेक गर्छौँ। फोटो चाहिँ एकदमै राम्रो आएछ। हामीले सोचेको भन्दा नि फोटो पनि राम्रै छन्। बुलबुले आएर लाइफमा पहिलो फोटो यस्तो राम्रो। हेलो गाइस, आज चाहिँ हामी हाम्रो भ्लगमा र बुलबुलेको केही दृश्यहरू देखाउन जाँदैछौँ। आज चाहिँ
अब यहाँको भएको दृश्यहरू आज चाहिँ पहिलोपटक हो यो चाहिँ बुलबुले ब्लग एन्ड अगाडि त्यसको गाइड त्यहाँको भित्रको हरियाली बगैँचाहरू देखेर हामीले चाहिँ सर्ट भिडियो पनि बनायौँ, 2-3वटा सर्ट भिडियो बनायौँ र हाम्रो सर्ट भिडियो बनाइसकेपछि हामी फेरि भित्रका भएका दृश्यहरू देखाउँदै लाग्नेछौँ। यसबाट है बुलबुलेका फुल बुट्टाहरू सबै देखाउनु गाइज अझै बुलबुलेको हरियाली दृश्य छैन होला। तपाईँले देख्न चाहिँ देख्नुभयो होला तर त्यस्तो गरी चाहिँ देख्नु भएको छैन। त्यो पुरै भन्दै थियो त यो तपाईँको देख्नु भएको होला। पनि देखिरे बराबर मोबाइल पुच्को छ तपाईँलाई देखिँदैन कि माथि छ छाया एक माथि मरेर छ र बराबर भित्र जानु मिल्दा कहाँ बहिरो लाग्छ चोला देखिँदा त ठाउँ त बटुको आकार भित्रको बोर्ड हेरिसकेपछि अनि हामी त्यहाँ बुलबुले तालमा रहेका त्यो पानी आउने धारामा चाहिँ माछा छन् भन्ने दाइको भयो, मेरो चाहिँ छैन भन्ने भयो। अनि त्यसपछि माछा हेर्दै हामी चाहिँ अब घरतिर जानलाई हामी चाहिँ बाहिर आइसकेका छौँ गाइज। सो फाइनली गाइज हामी चाहिँ बुलबुले घुमेर आइसकेका छौँ। अब हाम्रो मैले त सोचेकै थिएन आज यस्तो राम्रो हुन्छ भनेर। सो हामी चाहिँ घरतिर लाग्न लाग्यौँ। बाई बाई गाइज, गाइज बाई भन्दिनँ। सी यू अगेन।